हिजो हाम्रो के थियो भन्दाखेरि हामीले फर्म चाहिँ बनाएको थियो होइन, तर फर्म चाहिँ अलिकति राम्रो आएको थिएन, त्यसलाई चाहिँ इन्स्टल गर्नुपर्ने छ होइन। 27/8000/ के थियो product/post क्याटेगोरी होइन। युआरएल चाहिँ युआरएल त अब आफ्नो जे ठिक लाग्छ त्यही राख्नु, एड क्याटेगोरी राखे पनि हुन्छ, नाम चाहिँ पोस्ट क्याटेगोरीमा। यो फर्मको अलिकति डिजाइन मिलाउँ है त। ठिक छ, यहाँसम्म त भइरहेछ होला नि सबैको, के छ अनलाइनमा आउनेहरू? मेरो जुन 8 बजे क्लासको मात्रै स्टुडेन्ट छ त अनलाइन, कहाँ गएको आउने चाहिँ? ठिक छ, अब के एउटा सर्च गरौँ भन्दाखेरि मैले चाहिँ एउटा जेङ्गो क्रिस्पी फर्म्सहरू चाहिँ जेङ्गो क्रिस्पी फर्म्स यो सर्च गर्नु चाहिँ जेङ्गो क्रिस्पी फर्म्स चाहिँ ल। यो फर्म्स नेभर ह्याभ बिन दिस क्रिस्पी एन्ड देन भने चाहिँ क्रिस्पी चिकन भन्ने चाहिँ सुनेको छ नि, क्रिस्पी फर्म बनाउनु पर्यो हामीले। अब क्रिस्पी फर्म readthedocs.io en latest ल इन्स्टलेसनमा जाने। ए है पिप इन्स्टल जेङ्गो क्रिस्पी फर्म चाहिँ यसलाई कपी गरौँ भने यता आएर कमान्ड खोलौँ अनि त्यसपछि पेस्ट गरिदिउँ है। त्यसलाई टर्मिनल खोल्न त सकिन्छ होला यहाँबाट होइन। न्यू टर्मिनल कन्ट्रोल बी पिप इन्स्टल जेङ्गो क्रिस्पी फर्म्स। मेरोमा त पहिले चाहिँ रिक्वायरमेन्ट अलरेडी सेटिस्फाइड भनिदिन्छ, तपाईँकोमा चाहिँ एकछिन टाइम लाग्छ है। पिप इन्स्टल जेङ्गो क्रिस्पी फर्म्स भयो। अनलाइनमा भनेर इन्स्टल भयो। पिप इन्स्टल जेङ्गो क्रिस्पी फर्म्स यो इन्स्टल भएर मात्रै भएन, एउटा काम गर्नुपर्ने हुन्छ। यसपछि हामीले एपमा के अरे सेटिङ्समा लगेर राख्नुपर्छ है। सेटिङ्सको इन्स्टल एप यहीँ भनेको छ होइन। वान्स इन्स्टल एड क्रिस्पी फर्म्स टु योर इन सेटिङ्स अफ पिवाई। यसलाई कपी गर्नु यति क्रिस्पी फर्म्स भनेर कन्ट्रोल सी अनि लगेर हम सेटिङ्स अफ पिवाई है। त्यही भएर मैले भनेको छु नि, जहिले पनि हामीले के अरे यो फ्रेमवर्क युज गर्दाखेरि लाइब्रेरी युज गर्दा डकुमेन्टेसन पढ्ने है। यो सबै कुरा याद हुँदैन कसैलाई पनि। प्रोडक्ट्स थियो एप, यो एप भन्दा मुनि लगेर कन्ट्रोल बी ल क्रिस्पी फर्म्स। ठिक छ, यहाँसम्म भइरहेछ कि छैन? अनलाइनमा आउनेहरू भइरहेछ सबैको? हुँदैछ सर। त्यो यो राख्न त सकिन्छ नि यति पढिसकेपछि त। टेम्प्लेट प्याक भनेको छ कि छैन तलपट्टि? टेम्प्लेट प्याकको यो बुटस्ट्र्याप 4 को क्रिस्पी बुटस्ट्र्याप 4 छ नि, यो लिङ्क यसमा क्लिक गर्नु। यो बुटस्ट्र्याप 4 भनेको भर्जन नम्बर 4 है। टेम्प्लेट प्याकमा जानु, क्रिस्पी बुटस्ट्र्याप 4 त्यो खोलेपछि अर्को साइट आउँछ। फेरि यहाँ जे आउँछ त्यसलाई इन्स्टल गर्नु पऱ्यो। फेरि के आइरहेको छ? हुँदैन हुँदैन ए हुन्छ। टेलर त खासै युज गरेको छैन होला अहिलेसम्म। त्यसलाई पिप इन्स्टल क्रिस्पी बुटस्ट्र्याप 4 यसलाई कपी गर्ने अनि पेस्ट गरिदिने है। टेम्प्लेट प्याक चाहिँ के को युज गर्दैछौँ भन्नुको लागि यो किट्स अनुसार बुटस्ट्र्यापको स्टाइल अनुसार आउने भयो। ल यहाँ गएर के गरौँ त, कन्ट्रोल भी होइन त। के हो मैले कपी गरेन क्या? मेरोमा त छ है, मेरो त रिक्वायरमेन्ट अलरेडी सेटिस्फाइड हुन्थ्यो। यदि भर्चुअल इन्भाइरोमेन्ट गरेर आयो भने छोटाछोटी गरिराख्नुपर्छ। यो त अब ग्लोबलले नै भइरहेछ, एकचोटि गरेपछि गर्नु पर्दैन। ल भइरहेछ होइन। पिप इन्स्टल क्रिस्पी बुटस्ट्र्याप 4 अब यो इन्स्टल गरेर मात्रै भएन,
यसको अब त सेटिङ्समा लगाएर राख्नु पनि हुन्छ। अब हामीले यो क्रिस्पी फर्म्स त राखिसक्यो होइन अघि नै, यो तलपट्टिको होइन यो क्रिस्पी बुटस्ट्र्याप 4 यो पनि लैजाने, तलको दुइटा पनि चाहिन्छ है। यो लगाएर यहाँ राखौँ, सबैमा सिङ्गल कोटेसन छ, त्यहाँ सिङ्गल कोटेसन राखेर चाहिँ एउटै गरौँ। यो यसपछि रिटर्न चाहिन्छ है, रिटर्न लेख्नु पऱ्यो बुटस्ट्र्याप क्रिस्पी अलाउड टेम्प्लेट प्याक बुटस्ट्र्याप 4 अनि क्रिस्पी टेम्प्लेट प्याक बुटस्ट्र्याप 4। सबै कुरा डकुमेन्टेसनमा हुन्छ है, तर यो डकुमेन्टेसन युज गर्नुभन्दा अगाडि चाहिँ आफूलाई चाहिँ के थाहा हुनु पऱ्यो, पाइथन थाहा हुनु पऱ्यो, जान्नु कसरी युज गर्ने भन्ने थाहा हुनु पऱ्यो। त्यति हो, भइरहेछ यो है। क्रिस्पी अलाउड टेम्प्लेट प्याक बुटस्ट्र्याप 4 क्रिस्पी टेम्प्लेट प्याक बुटस्ट्र्याप 4 भइरहेछ। केही फरक पर्दैन। सबैको भइरहेको केही फरक परेन। मिडल लेभलमा कस्तो कलर छ तपाईँको? सिधै चाहिँ केही फरक परेन, सबै एउटै रहेछ। यो अगाडि नै राख्नु, यो ट्याक्कै यो लाइन चाहिँ ट्याक्कै यो लाइन मिलेको हुनु पऱ्यो, यो स्पेस दिएर चाहिँ नराख्नु है। यो चाहिँ किनकि इन्डेन्टेसन चाहिँ यो यसो राखौँ है। यो इन्डेन्टेसन चाहिँ मिलाउनु है, यो ट्याक्कै यो लाइनबाटै सुरु गर्दा बेटर हुन्छ। जाऊँ हामी प्रोडक्ट्समा, टेम्प्लेट्समा, क्याटेगोरी डट एचटिएमएलमा के गर्नु पऱ्यो भन्दाखेरि त्यसपछि म यहाँ लेखिदिन्छु। पहिला लोड गर्नुपर्छ त्यसलाई, लोड crispy underscore your forms underscore tags load crispy forms tag। फर्म्समा यस हो, ट्याग्समा यस हो है। यो कुरा भयो भएन है, लोड गरेर मात्रै हुनेवाला त छैन, यहाँ तल आउनु पऱ्यो। अनि यो फर्म्स पछि यो रहेन त, यहाँ यो अर जस्तो सिम्बल राखौँ, त्यसपछि कुन टेम्प्लेट युज गर्ने त्यो दिनु पऱ्यो है। फर्म्स अनि यो अर जस्तो अनि क्रिस्पी है, भनेको कुन युज गर्दैछौँ त हामीले, क्रिस्पीको स्टाइल चाहिँ युज गर्दैछौँ भने है। यो चाहिँ हामीले बुटस्ट्र्याप भन्ने पनि हुन्छ एउटा होइन, त्यो पनि युज गर्ने हुन्छ। यो क्रिस्पी ठिक छ, यो राख्ने बित्तिकै तपाईँको डिजाइन चाहिँ अलिकति फरक आउँछ। अब के भयो, फरक आयो। यो चाहिँ मैले यो उसमा हेर्छु त, के अरे यो प्राइभेट विन्डोमा त्यहाँ स्टाइल चेन्ज नभएको हुनसक्छ है। किन काम गरेन, यसमा क्लास पनि राख्दै भने त यो माथि गएर क्लास स्याडो p3 हजुर
चेन्ज भयो तपाईँकोमा स्याडो पनि आयो प्याकिङ पनि भयो मेरोमा चाहिँ किन काम गरेन Why this Colaberi? एकछिन है यसको सर्भर कहाँ छ के भएको छ ए होइन अब पनि यसलाई चाहिँ मार्जिन टप गर्दैन क्याटेगोरीमा हाम्रो जे राखेको थियो नि क्याटेगोरीको मोडलको त्यो कलमको नाम त्यही अनुसार आएको छैन है ल के गरौँ त भन्दाखेरि एमटी 3 राख्यो भने ल अलिकति तल आउँछ है त्यो गरेपछि त्यो माथि नै आराम जोडाएर क्याटेगोरी नेम एमटी 3 है मार्जिन टप 3 यो त बुटस्ट्र्यापमा पढिसक्नु भएको छ मैले केही भनेको छैन यो चाहिँ मार्जिन टप भनेको यो चाहिँ अनि यम वाइ गरेको थिएँ मैले यो वाइ भनेको टप र बटम है एक्स भनेको होरिजेन्टली जाने भयो लेफ्ट र राइट वाइ भनेको टप र बटम अब हामीले डाटा इन्सर्ट गर्नुपर्ने छ होइन हो डाटा इन्सर्टको लागि चाहिँ हामीले एउटा सेक्युरिटीको लागि एउटा के पास गर्नुपर्छ भन्दा सिएसआरएफ टोकन है के पास गर्नुपर्छ अरे सिएसआरएफ टोकन CSRF_टोकन किन चाहिन्छ भन्दाखेरि यो डाटा इन्सर्ट गर्दाखेरि के हुन्छ भन्दा हाम्रो यहाँबाट टोकन जान्छ होइन यो टोकन चाहिँ जुन ब्याकेटको फङ्सन छ नि त्यो फङ्सनमा गएर म्याच भयो भने चाहिँ डाटा इन्सर्ट हुन पायो होइन भने पाएन किनकि ह्याकरले त अरू ठाउँबाट नि त त्यो ह्याक गरेर पठाउन खोज्छ नि त त्यत्तिकै पनि होइन त्यो चाहिँ नजाओस् भन्नको लागि चाहिँ के पास गर्नु पऱ्यो हामीले टोकन यो नपास नगरेसम्म डाटा इन्सर्ट हुनेवाला छैन यो कुरा चाहिँ क्लियर हुने सबैजना यो पास नगरेसम्म डाटा इन्सर्ट हुनेवाला छैन है यो सिएसआरएफ टोकन यो टोकन जेनेरेट हुन्छ यो टोकन गरेर प्याकेजसित म्याच हुन्छ जुन फङ्सन छ यदि मिल्यो भने डाटा इन्सर्ट गर्नु पायो हाम्रो वेबसाइटबाट आएको छ भने बुझ्छ होइन भने त्यहीँ रोकिन्छ छैन यो म्याच भएन भने चाहिँ सिधै एक्सपायर हुन्छ पेजै भ्युजमा जाउँ अब हामीले मोडल फर्म युज गरिसकेपछि हामीले छुट्टा छुट्टै फङ्सन बनाइराख्नु पर्दैन डाइरेक्ट डाटा चाहिँ यहीँबाट इन्सर्ट गर्न मिल्छ है यहाँबाट if है request dot method है अनि इक्वल टु post है अनि मेथड कुन युज गरे यता यहाँबाट हेर्नु पऱ्यो एड क्याटेगोरीमा गएर किन मेथड पोस्ट छ कि छैन यदि मिलेन भने चाहिँ काम गर्दैन नि फेरि है यहाँ गेट राख्यो भने त गेट लेख्नु पऱ्यो होइन नि के राख्नु पऱ्यो पोस्ट राख्नु पऱ्यो है पोस्ट मेथड चाहिँ पोस्ट राख्नु पऱ्यो यहाँ क्यापिटलमा हो उताको केही फरक पर्दैन है किनकि यो भनेको के हो भन्दा ग्लोबल भेरिएबल हो कस्तो भन्दा ग्लोबल भेरिएबल भनेको हाम्रो त अब अर्को पेजबाट डाटा आउँछ नि त होइन अर्को पेजबाट आएको डाटा चाहिँ कसरी रिड गर्ने त यो फङ्सनमा है त्यसको लागि युज गरेँ है यो चाहिँ के भन्ने यस्तो क्यापिटलमा आउँछ भने त्यसलाई ग्लोबल भेरिएबल ल यहाँ गएर फर्ममा डिफाइन गरौँ त फर्म इज इक्वल टु के राखौँ त क्याटेगोरी फर्म ब्राकेट राखौँ फर्म इज इक्वल टु क्याटेगोरी फर्म अनि प्यारेन्थेसिस अनि जति पनि डाटा रिड गर्छौँ नि हामीले त्यसलाई चाहिँ हामीले के लेखेको छ रिक्वेस्ट डट पोस्ट है नन त लेख्नु भएन डाटा त जानु पऱ्यो नि होइन रिक्वेस्ट डट पोस्ट भनेको कस्तो हुन्छ भन्दाखेरि मेथड पोस्ट युज गरेर डाटा हामीले युजरबाट डाटा पठाउने भनेको त रिक्वेस्ट गर्ने हो कि होइन युजरबाट टाइप गरेर पठाउने डाटा सबै रिड गर्ने काम कसले गर्ने हो रिक्वेस्ट डट पोस्ट र पोस्टले चाहिँ टेक्स्टहरू स्ट्रिङहरू मात्रै रिड गर्ने हो है फाइलको लागि चाहिँ छुट्टै हुन्छ है मेथड बुझिन्छ है हामीले लेखेको टेक्स्टहरू रिड गर्नु छ भने चाहिँ रिक्वेस्ट डट पोस्ट अर्को तरिकाले हुन्छ त्यो युज गर्ने त्यो अर्को चाहिँ पछि आउँछ त्यो चाहिँ क्याटेगोरी फर्म रिक्वेस्ट डट पोस्ट यति भनिसकेपछि के भयो जति पनि डाटा इन्सर्ट गर्छौँ हामीले यो सबै गरेर कहाँ बस्ने भयो त फर्ममा होइन अब फर्म त भ्यालिड हुनु पऱ्यो होइन यो फर्म डट इज भ्यालिड अनि एउटा फङ्सनै बनाइदिएको छ हामीलाई हामीले चेक गरिरहनु पर्दैन है फर्म डट इज भ्यालिड
यदि फर्मबाट आएको डाटा सबै ठिक छ भने भनेको हो कि होइन यो है। यदि फर्मबाट आएको सबै डाटा ठिक छ भने के गरिदिने, फर्मलाई सेभ गरिदिने। डाटा चाहिँ के गर्नु पऱ्यो, सेभ गर्नु पऱ्यो है। भनेको जति पनि डाटा आइरहेको छ फर्ममा त्यो डाटा सबै ठिक छ भने फर्मलाई सेभ गरिदिनु पऱ्यो। ठिक छ, अब सेभ गरेर मात्रै भएन, मेसेज पनि जानु पऱ्यो नि त, होइन है। डाटा इन्सर्ट भयो भनेर त्यसको लागि के राख्नु त, मेसेजेस डट एड मेसेज, सुरुमा के हुन्छ रिक्वेस्ट अनि मेसेजेस डट के हुनु पऱ्यो सक्सेस, अनि के हुनु पऱ्यो क्याटेगोरी डाइरेक्ट। ल क्याटेगोरी एड भइसकेपछि अब इरर मेसेजहरू केही पठाउनु पर्दैन, सिधै यो मेसेज पठाइन्छ। त्यसलाई रिटर्न रिडाइरेक्ट गऱ्यो हुन्छ, डाइरेक्ट रिटर्न रिडाइरेक्ट के गरिदिनु त स्ल्यास प्रोडक्ट्स, त्यो जुन फर्म छ त्यसमा जानु पऱ्यो कि परेन। पोस्ट क्याटेगोरी चाहिँ युआरएल, के छ यहाँको युआरएल लेखाएँ है मैले। यहाँ हेर प्रोडक्ट स्ल्यास पोस्ट क्याटेगोरी छ कि छैन है, त्यो चाहिँ देख्नु पऱ्यो। त्यो अगाडिको स्ल्यास चाहिँ राखेँ, कम्पलसरी नै चाहिन्छ यो स्ल्यास चाहिँ है। यो छुट्यो भने फेरि त्यो पहिलेको युआरएलबाट कन्टिन्यू हुन्छ, त्यही भएर काम नगर्नु भनेको स्ल्यास चाहिँ राख्नु। मेसेज डट एड मेसेज रिक्वेस्ट मेसेजेस डट सक्सेस क्याटेगोरी एड रिटर्न रिडाइरेक्ट प्रोडक्ट स्ल्यास पोस्ट क्याटेगोरी। ठिक छ, यदि भ्यालिड छ भने त ठिक छ, छैन भने त मेसेज आउनु पर्ने होला नि। एल्स राख्नु है, एल्स के गर्नु त मेसेजेस डट एड मेसेज रिक्वेस्ट मेसेजेस डट के त एरर प्लिज भेरिफाई, यही मेसेज आउनु पऱ्यो हामीलाई, प्लिज भेरिफाई फर्म फेल्स भनेर यही मेसेज आउँछ। त्यसपछि यसमा चाहिँ के गर्नु पऱ्यो, जुन इनपुटमा इरर छ त्यो इनपुटमा इरर आउनु पऱ्यो कि परेन। त्यो इनपुट पास गर्नलाई त रेन्डर गरेर पास गर्नु पऱ्यो कन्टेक्स्टको, होइन है। रिटर्न रेन्डर गर्ने यसको लागि चाहिँ के गर्नु पऱ्यो अरे, रिटर्न रेन्डर, पहिला रिक्वेस्ट हुनु पऱ्यो कमा प्रोडक्ट स्ल्यास के गरौँ त एड क्याटेगोरी डट एचटिएमएल। यहाँ तल हामी सिधै कन्टेक्स्ट पास गरेको थियो, हामीले त के पास गर्नु पऱ्यो भन्दा यो फर्मलाई पास गर्नुपर्छ। इरर त यही फर्ममा आउँछ नि, होइन। त्यसको लागि के लेख्नु त भन्दा कमा भेरिएबल डिफाइन छैन, सिधै कर्ली ब्राकेट, कन्टेक्स्टको लागि कर्ली ब्राकेट चाहियो। के लेख्नु त एफओआरएमएस फर्म्स अनि एफओआरएमएस फर्म। एकछिन यहाँ हेर है, यो मैले कर्ली ब्राकेट लेख्नुको रिजन यो कन्टेक्स्ट डिफाइन गर्दा यसरी डिफाइन गरेर यहाँ डाइरेक्ट गरेको है यहाँ चाहिँ। अनि यो फर्म्स भनेको यो जे छ स्पेलिङ त्यही नै हुनु पऱ्यो। यो फर्म भनेको किन राखेको भन्दा यो फर्ममा जे इरर छ यही आएर बस्छ नि त सबै डाटा, होइन। त्यसलाई नै पास गरेको यसले। यति लेखौँ, यति गरेपछि डाटा इन्सर्ट हुन्छ हाम्रो। अब यति भइसकेपछि के गरौँ भन्दा एड क्याटेगोरीमा जाउँ, होइन। हामीलाई के चाहियो भन्दा मेसेज त आउनु पऱ्यो, होइन। फर्मको आउनु पऱ्यो कि परेन फर्ममा। त्यसको लागि चाहिँ के गरौँ भन्दा यो सोप प्रोडक्ट कता थियो नि एउटा मेसेज, सोप प्रोडक्टको त मैले गर्नु भनेर डिलिट गरेँ होला, उसमा थियो सो क्याटेगोरीमा जाउँ। यो मेसेज होला, यो फरदेखि यो फोरसम्म यति, यो फरदेखि इन्फरसम्म है। यदि सक्सेस छ भने सक्सेस मेसेज आउँछ, इरर छ भने इरर मेसेज आउँछ। ल यसलाई कपी गरौँ, यसलाई लगेर कहाँ राखौँ त यहाँ ठ्याक्कै यो सो क्याटेगोरी एड क्याटेगोरी सो प्रोडक्टमै राखिदिनु राख्नु चाहिँ। हिजोको कन्टिन्यू डिलिटको काम चाहिँ गर्छु भनेर छोडिदिएँ मैले, गरेँ भए ठिक छ। होइन भने यसलाई चाहिँ एउटा पेज बनाएर इनपुट गर्नु नि मिल्छ हामीले। पेजलाई इनपुट गर्नु यसरी टेक कोड दिएर लेख्नु भन्दा, होइन। भयो, राख्यो न यो मेसेज राख्दा सजिलो छ होला। ल जाम एकचोटि ट्राई गरौँ। मैले अब फेसन अनि डिलिट गरेको थिएँ, एकचोटि ट्राई गर्छु त फेरि। फेसन अनि अप्सन राखिदिउँ, एड गरिदिउँ।
आयो नि क्याटेगोरी एडेड फेरि नयाँ अब मैले ल्यापटप मैले पहिले राखिसकेको थिएँ यो एड गऱ्यो भने चाहिँ हिरो आउँछ यहाँ चाहिँ अब क्यापिटल लेटर र स्मल लेटर चाहिँ फरक पर्छ है केस सेन्सिटिभ चाहिँ हुन्छ आयो त्यही प्लिज भेरिफाई फर्म फिल्ड्स क्याटेगोरी विथ दिस क्याटेगोरी नेम अलरेडी त्यही आउँथ्यो होइन हाम्रो ब्याकेटमा हिस्ट्री गरेको थियो नि एडमिनको प्यानलमा होइन सेम त्यही यो तपाईँको पोस्ट क्याटेगोरी होइन भयो भने पोस्ट क्याटेगोरीवाला अब चाहिँ के गरौँ भन्दाखेरि अब प्रोडक्टलाई पोस्ट गर्नुपर्ने हुन्छ होइन प्रोडक्टलाई पोस्ट गर्दाखेरि त हामीलाई त अब फाइल पनि चाहिन्छ नि त होइन सधैँ युआरएल राखेर त साथ दिनेवाला छैन युआरएल त चेन्ज गरिदियो भने आउँदैन इमेज होइन त्यसको लागि पहिला स्ट्याटिक फोल्डर डिफाइन गरौँ है एउटा के पनि गर्न मिल्छ त स्ट्याटिक फोल्डर चाहिँ नर्मल्ली हामीले यो प्रोडक्ट्समा नै राख्न मिल्छ है यहाँ है प्रोडक्ट्समा नै सिधै स्ट्याटिक राख्न मिल्छ यदि राख्नु मन लाग्यो भने चाहिँ यहाँ पनि राख्नु पाइयो स्ट्याटिक है स्ट्याटिकभित्र के हुन्छ फोल्डरको नाम इमेजेस हुन्छ अहिले तपाईँले राख्ने मात्रै सधैँ पनि केही गराउँदैन है भनेको यहाँ राख्यो भने त के भयो यो एपले मात्रै एक्सेस गर्न पायो भने होइन सजिलो यहाँ मैले एपभित्र बनाएको छु भने डाइरेक्ट एपले सुरुमा कहाँ खोज्छ यहाँको खोज्छ त्यसै बेला ठाउँमा जाला नि त होइन र यो गर्नुभन्दा बेटर चाहिँ कहाँ राख्दा हुन्छ त हाम्रो बेस्ट डिरेक्ट्रीमा तपाईँहरूलाई बेस्ट डिरेक्ट्री भनेको थाहा छ होला कहाँ हुन्छ बेस्ट डिरेक्ट्री तपाईँले टेम्प्लेट जहाँ बनाउनु भएको छ ट्याक्कै त्यही फोल्डर भएको ठाउँमा होइन यहाँ स्ट्याटिक बनाउने ट्याक्कै यो टेम्प्लेटसित सँगै हुनु पऱ्यो है टेम्प्लेटभित्र चाहिँ हुनु भएन रङ होला फेरि है ठिक छ स्ट्याटिकभित्रमा तपाईँले के फाइल राख्न मिल्छ तपाईँहरूले फोल्डरहरू एउटा सिएसएस होइन बनाउनु मिलेको मिलेन अर्को स्ट्याटिकभित्र के बनाउनु मिल्छ स्ट्याटिकभित्र यहाँ नै सिएसएसमा हाइलाइट हुन्छ यसमा गएर अर्को के फोल्डर बनाउनु त जेएस फाइल राख्नु पऱ्यो जेएस राख्नु पाइयो होइन फेरि अर्को स्ट्याटिकमा अर्को फोल्डर बनाउनु पऱ्यो के राख्नु पऱ्यो इमेजेस यसरी गर्न पाइयो है ठिक छ होइन होइन बाहिर हो सबै छुट्टा छुट्टी हो सबै आफ्नो फोल्डर हो कि सिएसएसभित्र होइन स्ट्याटिकभित्र एउटा सिएसएस फोल्डर छ एउटा इमेजेस छ एउटा जेएस छ तपाईँले सिएसएसको फाइल नयाँ इन्स्टल गर्नु पऱ्यो भने तपाईँले यहीँबाट बनाएर राख्नु पऱ्यो होइन अनि त्यसलाई इम्पोर्ट गर्नु पऱ्यो है डन भयो सबैको अनलाइन बनाउनु भइरहेछ है स्ट्याटिकभित्र 3टा फोल्डर हो एउटाको भित्र एउटा अर्को भित्र अर्को होइन यो ल यो पहिले अब बेस्ट डिरेक्टरीमा बनाइसकेपछि त यसलाई तपाईँले सेटिङसँग गरेर चिनाउनु पर्ने होला नि होइन पऱ्यो नि होइन त्यतिकै त आउनेवाला छैन जाउँ सेटिङ स्टार्ट प्रिभाइ म चाहिँ अब लास्टतिर जान्छु सिधै ल हाम्रो स्ट्याटिक युआरएल स्ट्याटिक भनेर छ यहाँ छ नि होइन त्यसमा मुनि राखेँ है मैले STATICFILES फाइल चाहिँ स्ट्याटिक फाइल्स DIRS के गर्नु पऱ्यो हामीले os.path.join हामीले जुन टेम्प्लेट जसरी राखेको त्यही अनुसार राख्ने टेम्प्लेटको सिधै टेम्प्लेटमा राख्नु पर्छ यसको लागि चाहिँ छुट्टै राखेर राख्नु पऱ्यो कहाँको डिरेक्टरी छ हाम्रो बेस्ट डिरेक्टरी छ अनि फोल्डरको नाम के बनाएको थियो हामीले स्ट्याटिक फाइल्स DIRS os.path.join बेस्ट dir स्ट्याटिक स्ट्याटिक फाइल्स _ DIRS है मिलेन नै आउँदैन फेरि अनि os.path.join अस्ति टेम्प्लेट थियो टेम्प्लेटमा सिधै राख्नु त यहाँ चाहिँ मिलेन है त्यति फरक हो स्ट्याटिक फाइल भनेको तपाईँको इमेजहरू जेएसहरू होइन सिएसएस फाइलहरूलाई के भन्छ स्ट्याटिक फाइल भन्छ है ठिक छ अनलाइनमा उनीहरूको भइरहेको छ कि छैन भइरहेछ सर ल अब चाहिँ जाउँ हामी मोडलमा प्रोडक्टमा गएर है प्रोडक्ट्समा गएर मोडलमा जानु पऱ्यो
अब मोडलमा गइसकेपछि त अब यहाँ हेरौँ है, मैले इमेज युआरएलमा के राखेको थिएँ, मोडल्स डट क्यार फिल्ड भन्ने थियो होइन है। मैले अब इमेज युआरएल पनि राख्दैन यहाँ, मैले प्रोडक्ट अन्डरस्कोर इमेज राख्दै अगाडि, ठिक छ, प्रोडक्ट अन्डरस्कोर इमेज। अनि यहाँ अब मोडल्स डट क्यार फिल्ड होइन है, अब चाहिँ फाइल फिल्ड, प्रोडक्ट अन्डरस्कोर इमेज, इमेज युआरएललाई प्रोडक्ट अन्डरस्कोर इमेज राख्नु, अनि मोडल्स डट फाइल फिल्ड लेख्ने है। भनेको फाइल अपलोड गर्नको लागि चाहिँ फाइल फिल्ड हुनु पर्यो। ठिक छ, ठिक छ कि छैन? क्यारेक्टर भनेको हाम्रो डाटा त टेक्स्टहरू पठाउने भयो के अरे होइन, यो चाहिँ के भयो त फाइलै अपलोड गर्ने क्या। र फाइल अपलोड गर्दाखेरि चाहिँ फाइल चाहिँ डाटाबेसमा जाँदैन है, डाटाबेसमा नाम मात्र जान्छ, फाइल चाहिँ हाम्रो एउटा फोल्डरमा जाने हो है, बुझिन्छ? ल कुन फोल्डरमा जान्छ त्यो डिफाइन गर्नुपर्ने हुन्छ, त्यसको लागि चाहिँ के राख्नु त, अपलोड टु है, कहाँ अपलोड गर्ने त, यहाँ गएर STATIC स्ट्याटिक स्ल्यास के त राख्नु त, UPLOADS अपलोड्स, अपलोड टु स्ट्याटिक स्ल्यास अपलोड चाहिँ, ठिक छ। अनि यसमा मैले नल ट्रु पास गरिदिन्छु किनकि हाम्रो भ्यालु यहाँ हुँदैन, खाली हुन्छ, त्यो चेन्ज गर्ने बित्तिकै त्यही नल ट्रु चाहिँ पास गर्नु, सुरुमै राखेको भए पर्थेन, अन्त चाहिँ नल ट्रु भनेको इम्टी पनि हुन पायो भनेको यो चाहिँ अपलोड टु स्ट्याटिक स्ल्यास अपलोड भनेपछि के हुन्छ, यो फोल्डर छ नि, अपलोड छ नि फोल्डर त हामीले बनाएको छ र कतै बनाएको छ, अपलोड छ नि फोल्डर छैन, बनाएको छ नि आफै भन्छ है, हामीले बनाइराख्नु पर्दैन। ल यहाँसम्म भयो प्रोडक्ट इमेज, मोडल्स डट फाइल फिल्ड है, प्रोडक्ट इमेज युआरएलमा मैले प्रोडक्ट इमेज नामै चेन्ज गर्दै, मोडल्स डट फाइल फिल्ड अनि अपलोड टु स्ट्याटिक स्ल्यास अपलोड्स अनि नल ट्रु। अब अपलोड चाहिँ भनेर पठाउनु पर्छ भन्ने छैन, तपाईँलाई जुन सजिलो लाग्छ त्यो चाहिँ बनाउनु पऱ्यो। ल ठिक छ है त यहाँसम्म। अब यति गरेपछि गर्नुपर्ने के हो, हामीले मेक माइग्रेसन अनि माइग्रेट है, चेन्ज गरेपछि के हुन्छ, मेक माइग्रेसन र माइग्रेट गर्नु पऱ्यो। टर्मिनल खोलौँ एउटा, टर्मिनल के छ अरे माइग्रेसन गर्नको लागि, पाइथन manage.py मेक माइग्रेसन के भयो, रिमुभ फिल्ड इमेज युआरएल फ्रम प्रोडक्ट एन्ड एड फिल्ड प्रोडक्ट इमेज टु द प्रोडक्ट भयो है। यो इमेज युआरएल भन्ने फिल्डै गयो है यहाँबाट, बुझिन्छ है, सबै फिल्डै चेन्ज भयो। अनि के गरौँ त यहाँ, त्यसपछि माइग्रेट गरौँ, पहिला मेक माइग्रेसन, त्यसपछि के गर्नु पऱ्यो, माइग्रेट। ल हामीले के गर्यो त, रिमुभ चाहिँ प्रोडक्ट इमेज युआरएल चाहिँ गयो अनि प्रोडक्ट इमेज चाहिँ एड भयो है हाम्रोमा, अघि भएन? ल अब यति भइसकेपछि यो सबै चेन्ज भयो। अब के गरौँ भन्दाखेरि प्रोडक्सन टेम्प्लेट्स, प्रोडक्ट्समा यहाँ गएर एड प्रोडक्ट डट एचटिएमएल बनाउनु है, एउटा पेज एड प्रोडक्ट डट के त एचटिएमएल, एड प्रोडक्ट डट एचटिएमएल बनाउनु, अनि सो के अरे एड प्रोडक्ट डट के क्याटेगोरी डट एचटिएमएल छ नि, यो सबै कपी गरेर केही चेन्ज गर्नु पर्दैन, हामीले कन्ट्रोल ए कन्ट्रोल सी अनि लगेर केमा राख्नु त एड प्रोडक्ट डट एचटिएमएल, कन्ट्रोल बी, अनि जहाँ जहाँ क्याटेगोरी ल्याएको छ त्यहाँ चाहिँ प्रोडक्ट बनाइदिनु, त्यति गरेको छ। एड क्याटेगोरी छ त्यहाँ टाइटल, मैले यहाँ के राख्छु त प्रोडक्ट
यो एड प्रोडक्ट गर्नु पऱ्यो भने तपाईँले फर्महरूको माथि टाइटल राख्दा पनि हुन्छ यो फर्मको H1 लेखेर होइन दिस इज एड प्रोडक्ट फर्म भनेर होइन एड प्रोडक्ट फर्मको टाइटल राख्दा पनि हुन्छ अरू केही छैन तलपट्टि के छ बिटेन प्राइमेरी छ होइन अरू कुरा है यो फर्मको ट्याग छ नि जुन यसमा चाहिँ अब अलिकति चेन्ज गर्ने एउटा एट्रिब्युट चाहिँ थपिदिनुपर्छ इङ्क टाइप भनेर किनकि बाई डिफल्ट चाहिँ हाम्रो फर्म डाटाले के भन्छ प्लेन टेक्स्ट मात्रै रिड गरिरहेको हुन्छ हामीलाई अब फाइल पनि रिड गर्नु पऱ्यो भने चाहिँ यो चाहिन्छ मल्टिपार्ट फर्म डाटा बाई डिफल्ट टेक्स्ट प्लेन हुन्छ हामीलाई चाहियो मल्टिपार्ट फर्म डाटा भनेको फाइलको प्रोपर्टी रिड गर्नु पऱ्यो कि परेन है नाम रिड गर्नु पऱ्यो है त्यसको टाइप रिड गर्नु पऱ्यो सबै रिड गर्नु पऱ्यो नि इङ्क टाइप मल्टिपार्ट क्लास फर्म डेटा भयो बटनमा एड मात्र राखेको छ भ्यालुमा केही गर्नु परेन ल यति भयो ल यसलाई सेभ गर्छौँ यति बेला चेन्ज गरेर यो चाहिँ मल्टिपार्ट फर्म डाटा चाहिँ कति बेला चाहिन्छ जति बेला हामीले फाइल अपलोड गर्छौँ त्यति बेला चाहिँ कम्पलसरी नै चाहिन्छ भयो ल अब भ्युजमा जाने अब views.py मा गएर हेर भन्दा यो पोस्ट क्याटेगोरी छ नि सबैको पेस्ट गरौँ है झन् तरिका सेम हो अलिकति मात्रै फरक हुन्छ यसमा त्यसले कपी गर्नु त्यसलाई चेन्ज गरेर अब जता जता क्याटेगोरी छ त्यही चेन्ज गरौँ ल यहाँ गएर टु पोस्ट के लेखौँ त प्रोडक्ट होइन ल यहाँ हेरौँ है पोस्ट क्याटेगोरी फङ्सन हुनु त भएन यहाँ के हुनु पऱ्यो पोस्ट प्रोडक्ट हुनु पऱ्यो अनि रिक्वेस्टेड मेथड इज इक्वल टु पोस्ट भयो यसमा केही गर्नुभन्दा अगाडि चाहिँ हामी कहाँ जाउँ भन्दा फर्म्स.py मा जाउँ है मोडल फर्म त बनाउनु पऱ्यो नि होइन एउटा त्यसको लागि चाहिँ यो यही सबै टु जेड कपी गरौँ यसमा अलिकति चेन्ज गरिदिउँ क्याटेगोरी फर्मको ठाउँमा के गर्नु पऱ्यो प्रोडक्ट फर्म क्लासको नामको चाहिँ फर्स्ट लेभल क्यापिटल हुन्छ प्रोडक्ट फर्म मोडल फर्म अनि क्लास मेटा अनि मोडल चाहिँ कुन युज हुनु पऱ्यो यहाँ प्रोडक्ट हुनु पऱ्यो यही हो क्लास प्रोडक्ट फर्म मोडल फर्म क्लास मेटा मोडल इज इक्वल टु प्रोडक्ट फेस इज इक्वल टु अल ब्याकएन्डमा यही सजिलो हुन्छ धेरै कुरा चाहिँ रिपिटेड भइरहेको हुन्छ कुनै कुनै कुरा चाहिँ चेन्ज हुन्छ भयो अब भ्युजमा जाउँ भ्युजमा गएर के गरौँ भन्दा सुरुमा जाउँ है यहाँ फ्रम डट फर्म्स इम्पोर्ट क्याटेगोरी फर्म छ नि यसपछि यहाँ एस्ट्रिक यसलाई हटाएर एस्ट्रिक राख्ने हुन्छ यहाँ प्रोडक्ट फर्म लेख्ने हुन्छ तपाईँको इच्छा जे छ त्यही गरौँ ल अब हामीले गर्नुपर्ने के हो भन्दाखेरि यहाँ चाहिँ तल आउँदैन तपाईँ चेन्ज गरिरहेको थियो नि टु पोस्ट प्रोडक्ट यहाँ रिक्वेस्टेड पोस्ट छ होइन इफ रिक्वेस्टेड मेथड इज इक्वल टु पोस्ट क्याटेगोरी फर्मको ठाउँमा के हुनु पऱ्यो यहाँ प्रोडक्ट फर्म हुनु पऱ्यो है क्याटेगोरी फर्मको ठाउँमा के हुनु पऱ्यो प्रोडक्ट फर्म अनि रिक्वेस्टेड पोस्ट अब यो पोस्टले त केही मात्रै गर्छ भनेको थियो भने टेक्स्ट फाइल मात्रै रिड गर्छ भने हो कि होइन है अब कुनै फाइल अपलोड गर्दैछौँ भने अर्को पनि चाहिन्छ हामीलाई यो प्यारामिटर यहाँ रिक्वेस्ट डट के त FILS फाइल्स यो क्यापिटलमा लेख्ने बित्तिकै ग्लोबल भेरिएबल हो त्यो भेरिएबल किनकि अर्को पेजबाट आएको कन्टेन्ट त यतिकै रिड हुनेवाला त छैन यसमा छ र त्यसको लागि चाहिँ ग्लोबल भेरिएबल युज हुन्छ है त्यही भएर ग्लोबल भेरिएबल भने यो क्यापिटलमा आएको रिक्वेस्टेड फाइल्स भनेको फाइलको प्रोपर्टी रिड गर्ने पोस्ट भनेको नर्मल टेक्स्टहरू रिड गर्ने यहाँ छ मेसेजेस डट एड मेसेज एड सक्सेस क्याटेगोरी एडेड भने यहाँ के गर्नु त प्रोडक्ट एडेड लेखिदिउँ प्रोडक्ट एडेड अनि प्रोडक्ट स्ल्यास पोस्ट क्याटेगोरी छ पोस्ट क्याटेगोरीलाई के गरिदिउँ त पोस्ट प्रोडक्ट गरौँ है यसलाई यहाँ प्रोडक्ट एड हुनु पऱ्यो पोस्ट क्याटेगोरी ठाउँमा पोस्ट प्रोडक्ट हुनु पऱ्यो यो हेरेर त जहाँ पनि त्यही सेम नै हुन्छ यसमा चाहिँ अनि प्लिज भेरिफाई फर्म फिल्स भनेछ अनि प्रोडक्ट स्ल्यास एड क्याटेगोरी डट HTML हुँदैन अब यहाँ के हुन्छ एड प्रोडक्ट डट HTML यो फर्म्सको फर्म चाहिँ हुने भयो अनि तलपट्टिको जुन सुरुको फर्म देखाउँदा यो क्याटेगोरी फर्मलाई चाहिँ हटाएर बनाउनु यहाँ प्रोडक्ट फर्म
त्यही मैले जहाँ क्याटेगोरी छ त्यसलाई प्रोडक्ट बनाएको छ, अरू केही पनि गरेको छैन है। मैले यसमा चाहिँ त्यो एउटा रिक्वेस्टेड फाइल चाहिँ तपाईँको एड प्रोडक्ट डट एचटिएमएल त्यही बनाएको छैन, एड प्रोडक्ट डट एचटिएमएल। अनलाइनमा उनीहरूको भएको भएन यहाँसम्म। ल यति भयो भने यसको युआरएल बनाऊ है। युआरएल पिवाईमा गएर यही कपी गरौँ, यसैको लागि त्यही पोस्ट क्याटेगोरीलाई काम चेन्ज गरेर होइन यो के लेख्नु त यहाँ पोस्ट प्रोडक्ट यता गएर के लेख्नु पऱ्यो पोस्ट हाम्रो के भयो डाटा इन्सर्ट भयो, त्यसलाई क्रिएट भन्छ। डाटा रिट्रिभ पनि गरिसकेको छ है, डाटा फेच गरेर देखाएको छ, त्यसलाई रिट्रिभ आर भयो सिआर होइन। अनि अपडेट मात्रै बाँकी छ, डिलिट चाहिँ भइसक्यो होइन सिआरयुटीमा है। अब अपडेटको मात्रै बाँकी छ। ल यसलाई चाहिँ अब गएर हेर्दा हुन्छ, यो काम गर्छ यो पोस्ट प्रोडक्ट ल गएर हेरौँ। एकचोटि यहाँ गएर के थियो हाम्रो युआरएलको नाम पोस्ट क्याटेगोरी होइन, अब चाहिँ के हो पोस्ट प्रोडक्ट गऱ्यो, एउटा फर्म आउँछ है। प्रोडक्ट नेम मैले एउटा ब्लू सर्ट राख्दै, प्रोडक्ट प्राइस चाहिँ यसको 2000 राखौँ। स्टकमा कतिवटा छ ल 20,000 राखिदिउँ। इमेज चाहिँ अब चुज गर्ने अप्सन आयो आएन, चुज फाइल आयो नि होइन। अब चाहिँ फाइल अब चाहिँ एउटा फाइल चाहिँ चुज गर्नु पऱ्यो। यहाँभित्र छ क्या एउटा सर्ट ब्लेजर सेट पऱ्यो। प्रोडक्ट डिस्क्रिप्सन सर्टहरू इमेजेस मात्रै आउँछ टेक्स्ट खै। ल भाइ यो कपी गरेँ मैले यति चाहिँ क्याटेगोरी चाहिँ एचएन गर्नु पऱ्यो। प्रोडक्ट एडेड भनेर आयो है। प्रोडक्ट एड भइसकेपछि हाम्रो अपलोड छ नि फोल्डर कहाँ बनाएको छ त्यो पनि हेरौँ होइन। यो मेनमा बन्छ यहाँ स्टोरीभित्रै भनेको भनेन है। हाम्रो जुनको मेनभित्र जुन स्टडी बनाएको थियो नि बेस्ट डिरेक्टरीमा त्यहीँभित्र बनाएको छ। अपलोड सिधा एउटा फाइल पनि आएको छ यहाँ चाहिँ मेन भ्यू सर्ट भनेर त्यही गर्नुपर्ने काम चाहिँ। अब हाम्रो बाँकी भनेको एडिट गर्न मात्रै हो होइन। तपाईँले सो प्रोडक्टमा केही गर्नुको हिजो त्यही मैले यो एड मैले गरेर दिन्छु यो काम। सो क्याटेगोरीको यति छ, यसलाई कपी गरौँ। यसलाई कहाँ राख्नु पऱ्यो कोलियम डिटेन भन्दा पनि कपी भयो नि छ त। यति गरौँ अनि यसलाई ल्याएर सो प्रोडक्टमा राखिदिनु पऱ्यो है। यो काम गरे आउनुपर्छ भने गर्न भनेको थिएँ गरेको छु यस्तो भयो। अनि हामीले युआरएल बनाएको थियो भने हेर्छ मैले डिलिटको लागि डिलिट प्रोडक्ट त गरेको रहेछ होइन। के गरौँ त यहाँ आएर के गर्नु पऱ्यो यहाँ स्ल्यास प्रोडक्ट्स स्ल्यास के थियो डिलिट प्रोडक्ट है। प्रोडक्ट स्ल्यास डिलिट प्रोडक्ट स्ल्यास प्रोडक्ट स्ल्यास डिलिट प्रोडक्ट स्ल्यास के गरौँ त आइटम डट आइडी गरौँ है। यति गरेपछि यो पनि डिलिट हुन्छ। यो त गरिसक्यो होला होइन। ठिक छ प्रोडक्टको लिस्टमा गएर हेरौँ न त के छ है प्रोडक्टको लिस्ट। दुईवटा रहेछ है। इमेज आउँछ इमेज आयो इमेज इमेज आयो
आएन होइन सेम इमेज त आउँदैन किन आउँदैन भन्दा अब चेन्ज गरेको त्यहाँ नामै होइन है के गरौँ भन्दाखेरि अब अलिकति तरिका फरक हुन्छ यहाँ चाहिँ के गर्नु पऱ्यो पहिला यहाँ गएर इमेजको ऊ छ नि यो आइएनजिएसएस आइटम डट इमेज युआरएल लेख्नु भयो त्यो आइटममा त अगाडि स्ल्यास राख्नु है के राख्नु यहाँ स्ल्यास यहाँ चाहिँ के राख्नु त इमेज युआरएल होइन के हो अब प्रोडक्ट अन्डरस्कोर इमेज हो अब आइटम डट प्रोडक्ट इमेज अब गएर हेरौँ एकचोटि यसको आउँछ कि आउँदैन एउटा चाहिँ आउँछ है माथिको चाहिँ तलबाट आयो तर माथिको चाहिँ किन आएन भन्दाखेरि माथिकोमा हामीले राखेको छैन राखेको छ र है राखेको छैन नि त्यही भएर आएन ल हुन्छ ल यति नै गरौँ आजलाई अब एडिटको काम चाहिँ भोलि गरौँ ल